सुनिता डङ्गलको भाषण सुनेर म त छक्कै परेँ। सुनिता डङ्गल आफै राँड देशे भाँड भने यही हो। राम्रोसँग काम गरिरहेको थियो, राम्रै गरिरहेको थियो। सबैले यो पार्टी ऊ पार्टी भनेको थिएन, राम्रो काम गरेको थियो, सबैले मानिराखेको थियो। बोल्न पाएँ भनेर प्याच्च नबोल्नु, बस्न पाएँ भनेर थ्याच्च नबस्नु भन्ने त उखानै छ नि। जस्तोको सङ्गत गर्यो त्यस्तै हुन्छ भनेको हो रहेछ। अब अहिले हेर, जहाँ त्यो सोसियल मिडिया कहीँ हेर्न हुँदैन, उसकै मात्रै जहाँ पनि उसकै मात्रै भिडियो छ, गिर्ने आफूले खनेको खाल्टोमा आफै पर्छ भने त्यही हो। आफै जान्ने, आफै ऊ भएर त्यो बालेनलाई किन खेदो खन्या, त्यसरी किन खेदो खनेको? काम गर्न देऊ न, मिलेर काम गर, आफ्नो गर। जुन पार्टी भयो नि केही हुँदैन तिमीहरूलाई। काम गरेर देखाऊ न, काम गरेर मात्रै देखाऊ।